नमस्ते, स्वागत छ अमेरिका आँगनमा। धेरै पछि आज ब्लगिङ स्टार्ट गर्दैछु। आज चाहिँ हामी मेरील्यान्डबाट नर्थ क्यारोलिनातिर गइरहेछौँ। तर एकछिन 3-3.5 घन्टा जाने अनि फ्यामिलीलाई भेट्ने अनि फेरि फर्केर आउने कार्यक्रम छ। यसपल्टको अमेरिकाको यात्रा पनि जोशीलाई सिद्धिका होइन श्रेयाले फोन गरेको थियो कि हिजो। हजुर, कहिले हो के हो पास्नेको ठिक डेट दिनु न भनी। अनि 31 तारिक हो नि त जोशीला? 30 तारिक 31 हो। 31 शनिबार पऱ्यो नि त। रेस्ट एरिया आयो, एकछिन चाहिँ रेस्ट एरियामा गएर कन्टिन्यू फेरि ड्राइभिङ छ 1 आवरसम्म। यो चाहिँ 3-3.5 घन्टा हो अनि 2 घन्टा हामी चाहिँ हिँडिसक्यौँ है। अब 1 घन्टा 10 मिनट जस्तो बाँकी छ। रेस्ट एरियामा एकछिन निस्किनु पर्यो रेस्टरुमको लागि। 5 मिनट आउनु आन्टी। आन्टी यहाँ पुरा पिङ्की हुनुभएको छ। आन्टीले फुल खोज्दै हुनुहुन्छ। यहाँ छैन फुल आन्टी। यस्तै के कुरा मात्र पाउँछ, खानेकुराहरू यताउता हुन्छ नि, त्यस्तो मात्र पाउने हुन्छ। मान्छे यस्तो रोकेको बेलामा ठ्याक्क टिपिहाल्ने कुरा मात्र क्या। अलिअलि बिरामी सिरामी पऱ्यो भने होइन गर्ने, त्यस्तो मात्र। यहाँनिर चाहिँ नेपाली रेस्टुरेन्ट रहेछ अनि खाएको बेलाको भिडियो खिच्छु भन्न ठानेको थिएँ। के फुड अर्डर गर्यो भनेर, त्यो चाहिँ मैले बिर्सेछु। हामी खाइ चाहिँ सक्यौँ है। एकदम राम्रो छ यो ठाउँ कुन ठाउँ हो रे यो ठाउँ? वेक फरेस्ट हो। कहाँनिर विश्वविद्यालय होइन, वेक फरेस्ट सहर। यो बोर्डर नर्थ क्यारोलाइना र ड्युरामको छेउ। के करे र्यालीको नजिक पर्छ होइन? खोइ त आन्टीको चस्मा। पम्पको बेलामा त्यसरी फुल दिन्छन् अनि त्यो आफ्नो लुगा अनुसार उनीहरूलाई मनपर्ने फुल हुन्छ नि बोकेका। त्यो बिहे गर्दा दुलैले पनि यहाँ यसरी बोक्छन् भने यो पम्पको लुगा लाउँदाखेरि पनि यसरी बस्छन्। त्यो विशेष गरी चाहिँ तिनीहरूले दिएका। हेर्नु न, यो कुन स्कुलको पम्पको चाहिँ आज यहाँ ऊ रहेछ, पार्टी सार्टी केही रहेछ। त्यही भएर भिडभाड रहेछन् बच्चाहरूको त्यस्तो। अनि कोही चाहिँ अब केटा चाहिँ 12 पढ्ने छन् भने उसले आफूलाई मन परेको केटी लिएर पनि आउने पनि हुन्छ। या केटी 12 पढेकी छ, अर्को उसलाई मन परेको छ भने पनि लिएर पनि आएका हुन्छन्। विशेष गरी चाहिँ 11 कक्षा र 12 कक्षाकाले गर्छन्। 12 कक्षाको चाहिँ मेन हो क्या। अनि आमा बाउले नै सजाएर यस्ता राम्रो बनाएर ल्याउँछ। उनीहरूकै भिड रहेछ। हामी त यही पो हेर्ने भयौँ त होइन आन्टी? यो घर चाहिँ के हो? यो चाहिँ यहाँको संसद भवन हो। स्टेटको संसद भवन 17-18 का राम्रा भएर होइन हिँडेका छन्। प्रम कुन स्कुलको प्रम हो थाहा छैन, तर यस्तो मजा लागिरहेछ हामीलाई चाहिँ यहाँनिर आएर हेर्नलाई। हामी चाहिँ यहाँ यसै झुकेर आइपुग्यौँ यो भर्जिनियाको चाहिँ क्यापिटल बिल्डिङ अगाडि। आउँदाखेरि चाहिँ यो प्रमको चलिरहेको रहेछ, पिक्चर लिने टाइम चलिरहेको रहेछ। कस्तो रमाइलो कि हेर्दाखेरि पनि। यहाँनिर फोटो खिच्नलाई रेडी भएको रहेछ ग्रुपमा। सबैजना केटाहरूको ग्रुप रहेछ। सबै उनीहरू त्यही 17-18 धेरै भयो, 19 का त्यहाँभन्दा माथिका छैन। सब पनि आमा बाउ आएका छन् तिनीहरूका एउटा। यहाँ हेर्नुहोस् फोटो खिच्न। अब हामी कहाँ खिच्ने त? आन्टीलाई मजा लाएर रमाइलो, साह्रै रमाइलो, कामै रमाइलो, जानै रमाइलो। कस्तो रमाइलो क्या आन्टीहरू त।
कति राम्रा भएर आएका रमाइलो यी केटाकेटीहरू कति राम्राहरू नै भर्खर भर्खरका है आन्टीले थाहा पाउनु भएछ कसले किन्छ हेर्नु अर्को साल त मेरो छोरीको पनि टुवेल्थ है हाई स्कुल सकिने बेला हुन्छ यिनै बच्चा जस्तो कता हल्ला खल्ला गर्दै हुन्छ कुन ठाउँमा भर्जिनियाको राजधानी रिचमन्ड एकछिन रिचमन्ड त के भन्नु यो क्यापिटल बिल्डिङ भनौँ न भर्जिनियाको चाहिँ संसद भवन एकछिन डुलेर अब चाहिँ हामी घरतिर लाग्दैछौँ यहाँबाट 1.5 घन्टा जस्तो बाटो हो घर पुग्नको लागि अहिले चाहिँ समय भई 5:33 सायद 7 बजीतिर पुगिन्छ होला आजलाई चाहिँ यसैमा दिन सकिन्छ जस्तो लागेको छ तर म ब्लग यहीँ सकाउँदिनँ जस्तो पनि मलाई लागिरहेछ कन्टिन्यू भोलिसम्म गर्छु अनि त्यसपछि यो ब्लगलाई चाहिँ बन्द गर्छु ए मम्मीले कति ओ माई गॉड 11 आवर्स छोडेको कान्छी 11 आवर्स छोडेको मेरो बेबीहरूलाई मम्मी छोडेर आई बस्यो तिमीहरू दुईजना बस्यो त्यसरी समय बिताउन मिल्ने कि यो त सबै कुराहरू हेऱ्यो भने यस्तो राम्रो राम्रो कलालाई चाहिँ बनाएर राखेको छ यस्तो कलात्मक छ यो हेर्दाखेरि हरेक कुरालाई चाहिँ एउटा एउटा डिटेलमा हेरेर चाहिँ अल डे यहाँ चाहिँ बिताउन सकिन्छ साँच्चै नै गजब भन्दैछ अझै पूर्ण रूपमा यो चाहिँ सकिसकेको छैन बनेर हामी चाहिँ यो भित्र स्वामीनारायणको मन्दिरभित्र भर्खरै छिरेर आयो भित्र चाहिँ क्यामेराहरू लान नपाइने रहेछ सेलफोनहरू चाहिँ ओपन गर्न नपाइने रहेछ अनि त्यहाँ गयौँ हेरेर आयौँ गजब रहेछ है भित्र पुरै सेतो अनि त्यसपछि देवता नै देवता कुन देवता के हुन् हामीले चाहिँ कृष्ण भगवान् र राधाजीलाई चाहिँ चिन्यौँ अरू पनि थुप्रै अनि रामायणको त त्यो कस्तो मजाले ढुङ्गामै स्टोरी है पुरै रामायण नै लेखेको रहेछ स्वामीनारायणको मन्दिरभित्र पुगेर आइसकेपछि कस्तो लाग्यो त तपाईँलाई रमाइलो है कलात्मक बनाएको छ सबै कति सफा सुग्घर अझै पुरै बनिसकेकै छैन पुरै बनिसक्दा कस्तो होला अझ राम्रो है सबैतिर हो नि आन्टी कस्तो लाग्यो त स्वामीनारायण मन्दिरभित्र लाग्यो यो अमेरिकामा आएर यस्तो स्वामीनारायणको मन्दिर देख्न पाउँदाखेरि मलाई चाहिँ साँच्चै भन्नुपर्दाखेरि स्वर्ग नै पुगे जस्तो लाग्यो बल्ल यहाँ नेपालमा आए जस्तो पनि लाग्यो सबै इन्डियनहरू नेपालीहरू मात्रै रहेछौँ यहाँ एकदमै खुसी लाग्यो नेपाल पुगे जस्तो लाग्यो नेपाल पुगे जस्तै लाग्यो सेतो स्वर्ग भन्नुभयो आन्टीले पुरै सेतै सेतो है देउता पनि सेतो जस्तो लाग्यो देउता पनि सेता बनोट पनि सेतो यो सबै सेतो एकदमै राम्रो लाग्यो गजब गजब मलाई पनि गजबै लाग्यो गजबै जे एकचोटि आएर चाहिँ हेर्नै पर्ने ठाउँ रहेछ होइन सबैले आएर हामी अमेरिकामा हुने सबै नेपालीहरूले विशेष गरेर हिन्दूहरूले विशेष गरेर हिन्दूहरूले चाहिँ यो हेर्नै पर्ने ठाउँ रहेछ र तपाईँहरू पनि आइदिनु होला हेरिदिनु होला भन्ने तपाईँहरूको बिचमा यो राख्न चाहन्छु अनि अझै मान्छेहरू आफैले चाहिँ तपाईँलाई स्वयंसेवा गरेको कस्तो लाग्यो होला सबै अब यहाँ ठाउँमा झन्डै 500,000 जना मान्छेहरूले चाहिँ स्वयंसेवा गरेर आउने भक्तजनहरूलाई सेवा दिनुभएकोमा त्यो पनि एउटा अचम्मै लागेको छ मलाई त्यसरी सेवा गर्नु भनेको चाहिँ मानवताको धर्म पनि हो त्यो खुसी अनुहारले स्वागत स्वइच्छा स्वस्फूर्त आफैले सहयोग गर्नुभएको कसैको कर कापमा परेर होइन र यो एउटा चाहिँ हामीले पनि सिक्नुपर्ने कुराहरू रहेछन् ल अब चाहिँ हामी घरतिर फर्किँदैछौँ स्वामीनारायण टेम्पल न्यू जर्सी घुमेर चाहिँ मजाले नै घुमियो थाकियो पनि ड्याडी हुनुहुन्छ आन्टी हुनुहुन्छ
ड्याडी र आन्टीको अगाडि म थाके भनिरहेको छु भन्न चाहिँ नहुने है ड्याडी ड्याडीले केही हुँदैन केटाकेटी पनि थाक्छन् भन्दै हुनुहुन्छ तपाईँको अगाडि त हो नि लडिन्छ अनि गऱ्यौँ हामी डुलेर चाहिँ अब घर फर्किँदैछौँ तपाईँलाई अमेरिकन आँगन कस्तो लागिरहेछ अमेरिकन आँगनमा भएका कुराहरू हेरिसकेपछि कमेन्ट गर्न नबिर्सिनु होला लाइक गर्नु होला सेयर गर्नु होला अनि के भन्छ साथीभाइहरूलाई पनि मेरो यो अमेरिकन आँगन च्यानल चाहिँ सब्सक्राइब गरिदिनुहोस् भनेर भन्नु नबिर्सिनु होला हेलो नमस्ते स्वागत छ तपाईँलाई अमेरिकन आँगनमा मेरो सल हावाले उडाएर कपाल पनि उडाइसक्यो है क्यामेराको लेन्स नै छोपिदियो म चाहिँ आज चाहिँ यो सुबानीश्री छोरीको चाहिँ भात खुवाई हुँदैछ यहाँनिर भात खुवाईको लागि यहाँ आएको छु आन्टीको घरमा देउरानीको घरमा भनौँ न अनि आज चाहिँ बिहानभरि पूजा थियो घर पूजा घर पनि नयाँ नै हो किनेको तर भनेको त्यति धेरै नयाँ पनि होइन 1-2 वर्ष भयो क्या हो त्यसपछि अहिले साँझमा चाहिँ छोरीको भात खुवाई गर्न लागेको 2-4 जना साथीभाइहरू बोलाएर आफन्तहरू बोलाएर अनि त्यसकै तयारी भइरहेछ म चाहिँ एकदम बुहारी बनेर काम गरेर सकेर होइन चाहिँ अहिले रेडी भएर फेरि अब भात खुवाईको लागि रेडी भइसकेँ खानाहरू पनि बनाइयो यस्तो राम्रोसँग सजाउनु भएको छ यहाँ साथीहरूले आएर सुबानीको चाहिँ सुबानी पो भन्न आएछ म त सुबानीश्री भने रहेछु सभ्याश्री सुबानीश्री चाहिँ सभ्याको फेरि कजन हो नमस्ते भाइ के छ खबर हेलो के अरे भर्खरै मैले ब्लगिङ सुरु गरेको थिएँ यहाँ सुभाष र बहिनी 2 जना ठक्क आइपुगे यहाँ नानी टिका लाएर मेरो छोरी त्यहाँ अनि त्यसपछि पर्छु भाइ के छ यस्तो छ के छ भाइ एकदम ठिक छ तिमी त अघि आएर पनि गइसकेछौ नि त हो त यहाँ के भन्नु छ दिदीलाई ल भन ब्लगमा केही पनि एक्कासी सुरुमै ब्लगिङमा वेलकम गर्न पाइयो ल खुसी लाग्यो है हाम्रो प्रश्न भाइको पनि पहिला त ब्लगिङ गर्नुहुन्थ्यो नि म सुरुमा गरेँ अहिले छोरीले ब्लगिङ त गर्दिनँ युट्युब सर्ट बनाउँछु ए हो नानी डु यु हेभ युट्युब सर्ट 8000 मात्रै छन् सब्सक्राइबर उसको 8000 मात्रै मलाई 7000 दिनु नि 8600 हाई बेबी के गर्दैछ खै देखाऊ त टोटल कस्तो बनाए खै टिकटकमा दुलले लोली गरेर रहेछ उले हिजो देखाउँदै मंगलम भगवान विष्णु मंगलम गरुणध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरि स्वस्ति न इंद्रो वृद्धश्रवः स्वस्ति नः
गर्नु यो सबै गरेर अनि खाना सुरु गर्दिनु आशीर्वाद हो सबभन्दा दिदी एकदम ज्ञानी आदि स्पेशल दिन भनेर होला होइन सबै ज्ञानी पुरै ज्ञानी छ ओम प्राणाय स्वाहा प्राणाय स्वाहा व्यानाय स्वाहा समानाय स्वाहा उदानाय स्वाहा एकदम पुरै भात खुवाई कार्यक्रम चाहिँ गजबसँग गइरहेछ यहाँनिर हेर्नुहोस् क्यामेरा पर्सनहरू लाइन लाएर भिडियो खिच्न लागि पर्नु भएको छ नानीको यहाँ परिवार आउने अनि फोटो खिच्ने कार्यक्रम भइरहेछ नानी रुन लागि हाँसिरहेछ त आम्मा हाँसिरहेछ हाँसिरहेछ ल ल ल ल बाउ आमा जाउँ ल बोकेर ल भयो ल यहाँ दुईजना चट्ट गफ गरिरहनु भएको छ सङ्गीता भाउजू र रिदिया दिदी पहिलोचोटि भेट्या जस्तो यहाँ मेरो जेठाजु आइपुग्नु भयो पुरा के छ तपाईँको भन्नु एकदम ठिक छ ब्युटिफुल डे होइन वेदर चाहिँ गजबै भयो त्यो बच्चा हेर्नु त्यस्तो गर्दाखेरि पनि त्यो रोको छैन त्यो बच्चा अब त रुन थाल्यो नि बिचरी दुबोले गर्दाखेरि पुरै के भन्नु त गुरु यहीँ हुनुहुन्छ है सेलरोटी खाए बेबी सारा जो गो इट हजुरबासँग बसेको पिरो चाहिँ अचार भाइ किनभने अरू कुरामा पिरो नहालेको अनि अचार चाहिँ पिरो बनाइदिउँ भनेर क्या यस्तो राम्रो वेदर भयो यो नानीको भात खुवाइको दिन भर्खरै 6:30 बज्यो फोटो खिच्ने कार्यक्रम चलि नै रहेछ बाउ आमा छोरी आमालाई उठ्न गाह्रो भयो जस्तो गुरु चाहिँ जान लाग्नुभयो गुरुको बिदाई हुन लाग्यो आज दिउँसभरि आएर पूजासुजा गरिदिएर छोरीलाई आशीर्वाद पनि दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद है के हुँदैछ ठुलबासँग कुरा गर्दैछ ठुलमामुलाई देखेनौ अरे नि त तिमीले एकैचोटि पो छ त ग्रुप नमस्ते नमस्ते दाई नमस्ते नमस्ते धन्यवाद अर्को पाठ के बाँकी ठुलो पाठ Bless you. आन्टी स्वागत छ आन्टीको घरमा स्वागत गर्नु बसेको नि हामी नमस्ते आन्टी नमस्ते अङ्कल नेपाल भने नेपाल जाने नि कस्तो रहेछ खाना कल्पनी के भनेको ए अघि पकाएको त तेल उम्लिरहेछ पानी झरेर आएर चिसो हावा चलेर सबजना चिसो
एकदम रमाइलो भयो आज है मजाको छ वेदर के मेन चाहिँ आन्टी भिडियो खिच्दै हुनुहुन्छ आन्टी यहाँनिर लड्नुहुन्छ यहाँ मेरो स्टाइलिस फुपू सासूको यहाँ हेर्नुहोस् सब साडी कुर्तामा मेरी फुपू सासू यहाँ हेर्नुहोस् सधैँभरि चाहिँ केटी मान्छे फोटो खिच्ने कार्यक्रम हुन्थ्यो आज चाहिँ यहाँ केटा मान्छे हामी पनि खिच्छौँ भनेर उहाँहरू एकदम लाइन लाएर बस्नु भएको छ है यो चाहिँ गजब भयो एकदम राम्रो भयो ल So I don't know what to talk about, so I'm just gonna so if this ever makes it into a video, yeah. Right, so welcome to whatever this channel is called, I forgot. I am going to show you what is going on today in English because I don't know much Nepali. So over here we have something cooking. Right here is your host Sarah. Over there is my cousin in the red who helped me control this thing. Over here is the pool, which I gloriously want to jump into, but I kind of can't. So yeah.